हे छट सफा साइलीको पसला साइलीको पसला तुम्बा पनि पाइन्छ सला ट्याक्सी मोटर कार साइलीको भट्टीमा तुम्बा तनौया हे हिँड्न माया पोखरा घुम्न जाम तिमलाई पनि लाइदिउँला उतै काम धौलागिरीमा। तपाईँको एकल साँझ हुँदैछ, त्यसका बारेमा अलिकति केही बोल्नुहोस् न। नागरिक समाजले दाइ तपाईँ पहिल्यैदेखि दोहोरीमा पनि लाग्नुभयो, कता कता पर्दा भित्रै रह्यो जस्तो भयो। अब तपाईँ जुर्मोर आउनुपर्छ, एकल साङ्गीतिक साँझ चाहिँ तपाईँको तय गरौँ भनेर उहाँहरू कसिनुभयो। मलाई उठाउने र तताउने काम गर्नुभयो। ल हुन्छ गर्ने भए गरौँ भनेर एकल दोहोरी साँझ सँगसँगै अनि त्यसपछि नागरिक क्रिएसन अवार्ड 2081 पनि, त्यसमा चाहिँ विभिन्न विधामा सम्मान कार्यक्रम पनि जोडिएको छ। वैशाख 10 गते राष्ट्रिय नाचघरमा यहाँहरू सबैलाई त्यहाँ उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसमा चाहिँ यो कार्यक्रम सञ्चालनको लागि सबैको प्रिय कलाकार कृष्ण कणेल भाइ नै त्यहाँ उपस्थित हुनुहुनेछ। तपाईँहरू सबै उपस्थित भएर यो लोक दोहोरीको गरिमा अझ बढाउनको लागि सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु। म नागरिक समाजका अध्यक्ष, समाजसेवी, अत्यन्तै कलाकारहरूलाई अगाडि बढाउने व्यक्तित्व एमजीसीज्यू, यहाँलाई नमस्कार। बद्रीनाथ प्राजुली एकल साँझका बारेमा 1 मिनट भन्नुहोस् न। यो इन्द्रणी कार्यक्रम हेरेर बस्नुहुने समादरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णलाई म सामाजिक रूपान्तरणको लागि नागरिक समाजको तर्फबाट यहाँलाई हार्दिक अभिवादन गर्न चाहन्छु। हामीले यो 2063 सालमा स्थापित गरिसकेपछि कला र संस्कृतिको माध्यमबाट समाजमा रूपान्तरण गर्न सकिन्छ भन्ने उद्देश्यले नै हामीले हरेक गतिविधिहरू गर्दै आइरहेका छौँ। 2064 सालमा हामीले विमलराज छेत्रीको एकल साँझ गर्न सफल भएका थियौँ। सायद त्यो नेपालको इतिहासमा सबभन्दा धेरै वाद्यवादन राखेर गरेको एकल साँझ हो। 2067 सालमा हामीले सारङ्गी साँझ गर्न भ्यायौँ। त्यस पछाडिको समयमा हामीले नाटकको मार्फत जनचेतना फैलाउने कार्यक्रमहरू गर्दै आइरहेका छौँ। भूकम्प होस्, कोभिड होस्, हामीले दुखी गरिबहरूको घर घरमा पुगेर मलमपट्टि लगाउने काम पनि गर्दै आइरहेका छौँ। र अहिले हाम्रो यो नागरिक समाजको टिम लगभग अध्यक्षसहित सल्लाहकार टोलीसहित सम्पूर्ण आएको छ। र हाम्रो बद्री पराजुली दाइ पनि यो नागरिक समाजको उपाध्यक्ष हुनुहुन्छ, सांस्कृतिक विभागको संयोजक हुनुहुन्छ। उहाँको नेतृत्वमा हाम्रा धेरै कलाकार भाइ बहिनीहरू दिदीबहिनीहरू समाहित भएर जानुभएको छ। हाम्रो साहित्यकार सरहरू हुनुहुन्छ, भीष्म फुलाराजी उहाँ पर बसिराख्नु भएको छ, उहाँ सचिव हुनुहुन्छ। राजेन्द्र भजकाईजी उहाँ म्युजिक एरेन्जर हुनुहुन्छ, लगायत हाम्रो अप्सरा थापा, ईशा छेत्री, रामचन्द्र खड्का लगायतको यहाँ अहिले जति पनि टोलीहरू आएका छौँ। हामीले यो बद्री पराजुली कति अरूको मात्रै शब्दहरू लेखेर अरूलाई मात्रै गीत गाउन लाउनु छ दाइ, अब त तपाईँले पनि जागरुक हुनुपर्छ, गाउने हो दाइ भनेर हामीले अगाडि बढाउने जमर्को गरेका छौँ। यहाँहरू सम्पूर्ण त्यो कार्यक्रममा आएर उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। र यो वैशाख 10 गते राष्ट्रिय नाचघर जमलमा हुनेछ। यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रण गर्दछु। धन्यवाद, नमस्कार। बद्री पराजुलीका धेरै गीत छन्। ट्याक्सी मोटर कार साइलीको भट्टीमा तुम्बा थानौ यार, यो गीत हामीले बद्री पराजुलीलाई नेपाली सेना, म सेना छँदा 2060मा सिजफायरको बेलामा 60 जिल्लाभन्दा बढी हेलिकप्टरमै हामी गीत गाएर हिँड्थ्यौँ। हे छट सफा साइलीको पसला साइलीको पसला तुम्बा पनि पाइन्छ सला ट्याक्सी मोटर कार साइलीको भट्टीमा तुम्बा तनौ यार, साइलीको पसला साइलीको पसला तुम्बा पनि पाइन्छ सला ट्याक्सी मोटर कार साइलीको भट्टीमा तुम्बा तनौ यार, साइलीको भट्टीमा तुम्बा तनौ यार। सला लाला भागेको गण्डकी पिरै पिरमा बित्ने भो जिन्दगी रोइरहन्छु बेहोस
गीतका सर्जक गायक बद्री पराजुली रेडियो नेपालका कर्मचारी नै हुनुहुन्थ्यो गायनमा। उतिखेर म रेडियो नेपालमा पसेपछि बद्री दाईसँग भेट भयो 50 सालदेखि र आजसम्म बद्री पराजुली यति अनुशासित, मसँग सबभन्दा बढी सङ्गत बद्री पराजुली, ऋषि अधिकारी, कृष्ण कणेल, रेशम चौधरी लगायतको एउटा टिम थियो। र आज पनि बद्री दाई तपाईँको यो एकल साँझ विश्वभरिमा रहेका दर्शकले सहयोग गर्नुहुनेछ। तपाईँलाई धेरै कलाकारलाई साथ दिनुभएको छ। दोहोरीमा तपाईँ साँच्चै शब्द प्रहारमा नम्बर 1 हो र अब तपाईँको धौलागिरीमा सके गुण तिरौला नत्र फेरिमा हे हिँड्न माया पोखरा घुम्न जाम तिमलाई पनि लाइदिउँला हो तै काम धौलागिरीमा धौलागिरीमा सके गुण तिरौला नत्र फेरिमा पोखरा घुम्न जाम तिमलाई पनि लाइदिउँला हो तै काम धौलागिरीमा धौलागिरीमा सके गुण तिरौला नत्र फेरिमा धौलागिरीमा सके गुण तिरौला नत्र फेरिमा। मिति 2082 साल वैशाख 10 गते बद्री पराजुली एकल साँझ राष्ट्रिय नाचघरमा भव्यताका साथ हुँदैछ। जमल स्थित राष्ट्रिय नाचघरमा वैशाख 10 गतेको लागि तपाईँ बद्री पराजुली एकल साँझमा सघाउने बद्री पराजुलीका फ्यान र इन्द्राणीका फ्यान सबैलाई बेलैमा टिकट काटेर गइदिनको लागि हार्दिक आग्रह गर्दछौँ। र त्यहाँ एकल साँझ मात्र हुने छैन, नागरिक क्रिएसन अवार्ड समेत भव्य रूपमा हुने हुँदा त्यो कार्यक्रममा इन्द्राणी टिम पनि जानेछ। कलाकारको जमघट जसले आजसम्म बद्री पराजुलीसँग गाउनु भएको छ उहाँहरू सबै कलाकार आउने हामी बेहोरा पनि जाहेर गर्दछौँ। पश्चिम जान्छु दार्चुला छ, पूर्व जान्छु झापा, प्राणवती कालजयी सर्जक बाबुकाजी थापा, यहाँलाई स्वागत छ। धन्यवाद किरण भाइ। आज के भन्नुहुन्छ दाइ? मैले रेडियो नेपालमा 2043 सालमा जाहिर खान जाँदाखेरि रेडियोमा खैँजडी थिएन। त्यसपछि मैले गाउँबाट 6वटा खैँजडी लिएर प्रवेश गराएर तनहुँ जिल्लाको पहिलो म्युजिसियन चाहिँ म हो। त्यहाँबाट सुरुवात गरेको हो। त्यसपछि यो धौलागिरीमा जुन गीत छ यो थेसिसको लागि लेखिएको गीत हो। यो भाग्य थापा भन्ने अहिले अमेरिकामा हुनुहुन्छ, मेरो बुहारी हुनुहुन्छ उहाँले दोहोरीमा थेसिस गर्ने भनेपछि त्यो गीत चाहिँ थेसिसको लागि लेखिएको गीत हो यो धौलागिरीमा। यसलाई अब बद्री पराजुली म भएर ट्याक्सी मोटर कारमा एल्बममा चाहिँ ट्याक्सी मोटर कार ए साइड र धौलागिरीमा साइड बीमा हालेर निष्कासन गरिएको नारायण रायमाझी दाईले लय हालिदिनु भएको यो गीत। दाइ आज कस्तो लागेको छ इन्द्राणीमा तपाईँलाई? इन्द्राणीमा अब धेरै रमाइलो त छँदैछ। त्यसमा पनि कृष्ण कणेललाई सबैले भगवान् भन्छन् होइन। भगवान् होइन, म के भन्छु भने कृष्ण सागर मानव हो, दानव होइन। दानव भएको भए नेता हुन्थ्यो होला, मानव भएको हुनाले मानव सेवा गरिरहेको छ, त्यसको लागि धन्यवाद।